नमस्कार दर्शकवृन्द, म यति बेला तनहुँ दमौली नजिकै मादी नदीमा बन्दै गरेको 4 लेनको पुलको दृश्य देखाउँदैछु र यसैको नजिक पुरानो पुल पनि छ। जुन पुल अहिले 50 देखि 55 वर्ष लागेछ यो बनेको र सञ्चालनमा 50 देखि 55 वर्ष करिब यो सञ्चालनमा आएको र त्यस पछाडि अहिले यति बेला यहाँ 4 लेनको पुल निर्माण हुँदैछ। दर्शकवृन्द, मैले तपाईहरुलाई देखाइरहेको छु। यताबाट देख्न सक्नुहुनेछ निकै ठुलो पहरा काटेर यहाँ सडक विस्तार हुँदैछ। मोगलिन पोखरा सडक लगभग करिब अन्तिम चरणमा छ काम पनि। तपाईँ देख्न सक्नुहुन्छ यतापट्टि दमौली बजार, निकै सुन्दर दृश्य हामी देख्न सक्छौँ। दमौली बजार पनि भने यतापट्टि मादी नदीमा चाहिँ पुल बन्ने काम चाहिँ तीव्र गतिमा भइरहेको दृश्य मैले तपाईहरुलाई देखाइरहेको छु। देख्न सक्नुहुन्छ यो आर्क डिजाइन हो दर्शकवृन्द, र एक साइडको आर्क सकिएको छ भने अब अर्को तर्फको आर्कको काम सुरु हुन लागेको दृश्य मैले तपाईहरुलाई देखाइरहेको छु। भने यो पुल ओआरदेखि पारसम्मै ढलनको काम चाहिँ विस्तार भइसकेको छ र यो पुलको लम्बाइ चाहिँ 318 मिटर लामो र यसको लागत 1 अर्ब 21 करोड भनिएको छ। धन्यवाद।